बुझेश्वरी भन्ने पछाडिपट्टिको अनि बुझेश्वरी स्कुलभन्दा अलि यतापट्टि सिन्कोनीको भित्रको यो चराहरू अहिले हटाएर एकदम आफै हटाइदिएर पन्चाइ दिने काम हुँदै रहेछ। खोरहरू निकालिदिने जस्ता अवस्था निकाल्ने इँटा सबै निकाल्ने काम हुँदै रहेछ। जेस राम्रो हुने रहेछ। नेपाली जनताहरू ज्ञानी भएछन् जेस यो हेर्दा चाहिँ, किनभने अब यो सरकारको जग्गा चाहिँ अतिक्रमण गर्नुहुन्न भन्ने लागेर होला होइन। यस भत्काएर खाली गरिदिन लाग्नु भएको रहेछ। खुसीको कुरा हो। गर्छु देश विकास गर्छु भन्नेलाई छोडिदिनुपर्छ। एक दिन आफूले एक गाँस खानलाई आफ्नो एउटा जिन्दगी मात्रै हेरेर भएन, पछिको पुस्ताहरूलाई पनि सोचेर देशको राम्रो होस् भन्ने, देश विकास होस् भन्ने हेतुले चाहिँ खाली गरिदिने, राम्रो बनाउने सचेत नागरिकको पहिचान हो। यो सबै जनतालाई धेरै धेरै धन्यवाद। यो खाली गरिदिनलाई यति सहयोग गरिदिनु भएकोमा राम्रो छ। त्यो खुसी लाग्यो यो हेर्दाखेरि।